सरकारलाई चाहिँ धमाधम विभिन्न मुद्दाहरूमा पक्राउ गर्दै राज्यले विभिन्न मुद्दा चलाउने तयारी गरेको छ। मिश्रजी हुनुहुन्छ, धवलजीलाई थुनिरहेको छ। अब तपाईहरुलाई सरकारले अलि पेलेर कमजोर बनाउन खोजे जस्तो तपाईलाई लाग्दैन? यस्तो हो, जब मान्छे अलि बेसी डराउँछ नि, यी गणतन्त्रका संरक्षक अथवा गणतन्त्रको हामी उत्पादकहरू अथवा हामी यो संस्थापकहरू हौँ भन्नेहरू चाहिँ यति डराएका छन् नि, एउटा नेताहरूसँग एउटा व्यवस्था विरुद्ध एउटा फरक विचार राख्नेहरूसँग यति डराएका छन् नि, उनीहरूले अहिले गर्ने कर्म भनेको धम्की दिने, विभिन्न अफवाहहरू फैलाउने, विभाजित गर्न कोसिस गर्ने र यसरी केही नेताहरूलाई थुनेर अरू समर्थकहरूलाई, नेपाली जनतालाई डराउन दिएर चाहिँ यो व्यवस्था टिकाइराख्ने भन्ने एउटा प्रपञ्चमा उहाँहरू हुनुहुन्छ। तर यो कुरा चाहिँ उहाँहरूले के बुझ्न आवश्यक छ भने जब जनता उठ्नेछन्, सबैभन्दा शीर्ष सबैभन्दा शक्तिशाली भनेको जनताको बोली हुनेछ, जनताको आवाज हुनेछ र यो आवाज यति ठुलो हुनेछ कि यिनीहरूले यो व्यवस्था टिकाइराख्न सक्नेवाला छैनन् र निशर्त नै हाम्रा नेताहरू छिट्टै छुट्नुहुनेछ। अब के छ, तपाईहरुले नछुटेको सन्दर्भमा यदि यसरी मुद्दा चलाउने तयारी गर्यो भने चाहिँ तपाईहरु कसरी जानुहुन्छ? अझै उग्र भएर जानुहुन्छ कि अझै कार्यक्रम घोषणा गर्दै जानुहुन्छ? के गर्नु, सरकार विरोधी कार्यक्रम के गर्नुहुन्छ तपाईहरुको नेता कार्यकर्ताले रिहाई नगरेको सन्दर्भमा? फेरि यस्तो छ, अब यो नेपाली मिडियाहरूले धेरै चाहिँ हामीलाई हिंसक र उग्र भनेर पनि बनाइराख्नु भएको छ र तपाईहरुले जान अनजानमा कहिलेकाहीँ चाहिँ नेपाली मिडियाहरूले यी सीमित नेताहरूको स्वार्थमा लागेर राजावादीहरू हिंसक उग्र भन्ने भाष्य सृजना पनि गर्न खोजिरहेको छ। यो प्रश्न चाहिँ करेक्सन गर्नको लागि पनि अनुरोध गर्न चाहन्छु। हामी अझै सशक्त बनाएर आन्दोलनको कार्यक्रमहरू अगाडि बढाउँछौँ, किनभने यो देशमा संविधान उहाँहरूले बनाएको संविधान भने पनि यो संविधान त हामीले फरक विचार राख्न पाउँछौँ, हामीले आफ्ना सङ्गठनहरू विस्तार गर्न पाउँछौँ र आन्दोलन गर्न पाउँछौँ, आफ्नो विचार राख्न पाउँछौँ होइन। यो विचार राख्दा पनि उहाँहरू डरले यिनीहरू चाहिँ कसरी हुन्छ हामीलाई दबाउन खोज्छन् भने यी आन्दोलनका कार्यक्रमहरू अझ सशक्त भएर अगाडि बढ्छन् र अहिले जति जनताहरू बाहिर सडकमा आइराख्नु भएको छ यसको हजारौँ गुणा बेसी जो चाहिँ अहिले घरमा बसेर पनि हाम्रो एजेन्डाहरूमा हामीले गर्न खोजेको कामहरूमा राज संस्थाको पक्षमा, हिन्दू राष्ट्रको पक्षमा उहाँहरू समर्थन गरिराख्नु भएको छ। उहाँहरू पनि सडकमा आउनुहुन्छ र उहाँहरू 10 मिनेट पनि यो व्यवस्था टिकाउन सक्ने अवस्थामा हुनुहुने छैन। भनेपछि तपाईहरु यी सदनबाट आउनुहुन्छ कि सडकदेखि चाहिँ तपाईले व्यवस्था बनाउनुहुन्छ? कसरी फेर्नुहुन्छ? जब सदनमा आवाजहरू सुनिँदैनन् तब जनताहरू सडकमा आउँछन्। सडकमा आइसकेपछि जहिले पनि यो देशमा परिवर्तन भएको छ। यिनीहरूले हिजो व्यवस्था परिवर्तन गर्यौँ, गणतन्त्र ल्यायौँ भनेको पनि उनीहरू कुनै सडकमा आएर जङ्गलबाट सिधा संसद छिरेर गणतन्त्र स्थापना गरेका हुन्। त्यसरी नै अब नेपाली जनताहरू सडकमा आउनेछन्। हिजो नबुझेर भ्रममा परेर सडकमा आए, आज बुझेर आवश्यकता ठानेर राष्ट्र संस्थाको आवश्यकता महसुस गरेर हिन्दू राष्ट्र भन्ने हाम्रो पहिचान रहेछ भन्ने कुरा बुझेर सडकमा आउनु भएको छ भने यो व्यवस्था त ढल्न निश्चित छ।